हेलो हेलो सम्पूर्णलाई नमस्ते। हामी चाहिँ रोजी विदेश जान लागेको, फ्रान्स जान लागेको। केक काटेर सेलिब्रेसन गर्दैछौँ। यो चाहिँ हामी एयरपोर्ट पुगिसक्यौँ। यहाँ फोटो खिच्ने पालो खासै नपाउँदो रहेछ है। भीमा दिदीले पालै नपाउँदो रहेछ भन्दै हुनुहुन्छ, बिचरा पालै नआउँदो रहेछ। त्यहाँ एउटा फोटो खिच्ने रहर अधुरै भयो भनौँ। फोटो राम्रोसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि राम्रोसँग आएन। त्यहाँ फोटो खिच्ने मान्छेहरू यति धेरै थिए, यस्तो धेरै मान्छे। यहाँ हेर्नु न, मान्छे कति धेरै। त्यहाँ पुऱ्याउनु गएका मान्छे नि हराउने। एबा विदेश जानेभन्दा मान्छे पुऱ्याउनु जानेहरू धेरै हुँदो रहेछन्। एयरपोर्टभरि मान्छे, न कतै फोटो खिच्न राम्रोसँग पाइन्छ, न बिदाई गर्न राम्रोसँग पाइयो। हेर्नु न, मान्छे कति छन्। घरिघरि त आफ्नै मान्छेहरू हराउने बिचमा। दिदीले चाहिँ शुभयात्रा भन्न थाल्नु भएको छ एयरपोर्टमा गएर छोरीलाई खाता लगाइदिएर। अनि हाँसिरहनु भएको छ। म चाहिँ जिस्काइरहेको छु कि आमा छोरी रुँदैन नि त भनेर। दिदी हाँस्नुहुन्छ झन्। सबैजनाले खाना लगाइदिइसक्यौँ। हामी धेरैजना त गएको थिएनौँ। अनि रोजी जानलाई अब लाइनमा छ। छोरी लाइनमा बसेर छिन्। यतातिरबाट भीमा दिदीले फोटो भिडियो खिचिरहनु भएको छ कि उसले बाई गरिरहेछ होइन। हेर्दा दिदी रोइदिइरह्यो कि खुसी भइरहेछ जस्तो लाग्थ्यो। रोइरहेको दिदी त नि कति माया लाग्ला नि। भएको एउटा छोरी पनि छोडेर गयो भन्ने भएको छ होला। तर पढ्नको लागि गएको हो। राम्रोसँग पढेर आइहाल्छन् रोजी। आफ्नो भविष्यको लागि विदेश जाँदैछन्। बिचरी आँसु टुप खसाइछ हौ। रुन्छ अङ्गालो मारेर आमा छोरी। अनि फेरि हाँस्छ क्या दुवैजना, के भनेर है। गलल्ल हाँस्छ तिनीहरू। लास्टमा हेर्नु हाँसेको, रोएर हाँस्ने कि आमा छोरी नै। बिचरा रोजीले पछाडिको लाइनको मान्छेहरूलाई वेट गर्न नचाहेर होला जानु भनिरहेछ। ल बिचरा छोरी बल लगेज घिसार्दैछ। फर्स्ट टाइम यसरी हेर्नु न, लगेज घसार्न नसक्ने है। कति माया लाग्ने गरी लगेज घसारेको, नजानी बिचरा। यो उकालोमा फेरि यस्तो गाह्रो हुन्छ। लगेज अडाउने, त्यहीँ गएर जाम परेर आउँछ। चेकिङमा छिन् रोजी। अब काम भयो, बाई रे हामीलाई। अब नानी गइहाल्यो, हामी बाहिर उभिएर बसेको है। भित्र वेट धेरै हुन्छ कि भनेर एकछिन रोजीले फोन गरेपछि मात्रै निस्किने भनेर त्यहीँ बसिरहेको। मान्छेहरूको भिडभाड यति धेरै, टाउको दुख्ने गरी। म चाहिँ जिस्काउँदैछु है। हेर्नु न एयरपोर्टमा मान्छे कति छ भगवान्। दिदी उफ रोज छोडिसकेपछि अब पार्किङमा जाँदै हामी चाहिँ भीमा दिदी टुई अब त हाँस्दै हिँड्नु भएको छ। अबबाट गई छोरी गई, हामी चाहिँ फर्केको। अब बिस्तारै घर फर्केको। दिदीलाई जिस्काउने, म चाहिँ हँसाउँदै। हामी चाहिँ यस्तै रमाइलो गर्छौँ सधैँ। दिदीलाई हँसाउने गरेर प्रयास चाहिँ गरिरहेको छु मैले। ल सबैजनालाई थ्याङ्क यू सो मच। बाई बाई।